आज हामी भारतका केही यस्ता गजबका नियमहरूको बारेमा कुरा गर्दैछौँ जुन कहीँ लेखिएको त छैन तर सबैले मान्छन्। यहाँ लजिकले होइन ट्रेडिसनले काम गर्छ क्या। सुन्दा अचम्म लाग्छ होइन? ल सुरु गरिहालौँ न त। सुरुवात नै एउटा एकदमै दमदार लाइनबाट गरौँ। सर, तपाईँले भारतलाई हल्का रूपमा नलिनुहोस्। हो, यो लाइनले आजको हाम्रो पुरै टपिकलाई ठ्याक्कै समेट्छ। किनभने यहाँ हामी यस्ता कुरा गर्दैछौँ जुन लजिकभन्दा धेरै माथि छ, विश्वास र परम्पराको कुरा। ल, हाम्रो पहिलो खण्ड, टेक सपोर्ट परम्परा। कहिले सोच्नुभएको छ बिग्रेको सामानलाई एक थप्पड लगाउँदा कसरी ठ्याक्क बन्छ? हो, आज हामी यस्तै केही अचम्मका तर काम लाग्ने उपायहरूको बारेमा कुरा गर्छौँ। ल अब एउटा सिन सोच्नुहोस् है। आरामले टिभी हेरिरहनु भएको छ अनि एक्कासी रिमोटले काम गर्नै छोड्यो। च्यानल चेन्ज हुँदैन, भल्युम घट्दैन, बढ्दैन, केही पनि चल्दैन। यो त हामी सबैको घरको कहानी हो होइन र? अब यस्तो बेलामा हाम्रो दिमागले के भन्छ? लजिकल कुरा त ब्याट्री सक्यो कि भनेर चेक गर्ने कि त फेर्ने, सिम्पल। तर परम्परागत समाधान भने अलि फरक छ। त्यो हो रिमोटलाई समातेर 2-4 झापड लगाइदिने। र पत्याउनुहुन्छ, यो कुरा त प्रमाणित नै छ। हाम्रोमा रिमोटलाई थप्पड हान्दा त्यसले ठिकसँग काम गर्न थाल्छ। अब यो अन्धविश्वास हो कि कुनै घरेलु विज्ञान त्यो त थाहा छैन, तर गजबको कुरा के हो भने यसले काम चाहिँ गर्छ। ल, अब अर्को टेक प्रब्लममा जाउँ। फोनमा कुरा गर्दा आवाजै नबुझिने, काटिँदै आउने। कस्तो झर्को लाग्छ नि होइन? झन् के इम्पोर्टेन्ट कुरा गर्दै हुनुहुन्छ भने त झन् रिस उठ्छ। यसको पनि एउटा जादुई फर्मुला छ है। स्टेप 1, आवाज गडबड छ भनेर थाहा पाउने। स्टेप 2, फोन ज्याप्प काट्दिने। अनि स्टेप 3, जुन सबैभन्दा महत्त्वपूर्ण छ, तुरुन्तै फेरि कल गर्ने। अनि हेर्नुहोस् त, चमत्कार, आवाज एकदम क्रिस्टल क्लियर। अब यो कसरी हुन्छ त्यो त थाहा छैन, तर हुन्छ चाहिँ हुन्छ। यो मेरो मनको कुरा मात्र होइन नि, स्रोतले नै यही भन्छ। हाम्रोमा कल काटेर फेरि कल गर्दा आवाज सफा आउँछ। यो यस्तो टेक सपोर्ट हो जसलाई कुनै इन्जिनियरिङको डिग्री नै चाहिँदैन, बस अनुभव भए पुग्छ। ओके, टेक्नोलोजीको कुरा त धेरै भयो। अब अलिकति घरभित्रको संसारतिर छिर्यौँ है त। हाम्रो अर्को खण्ड छ घरेलु तर्क। यहाँ हामी घरभित्रका केही यस्ता अनौठा नियमहरू हेर्छौँ जुन तर्कमा होइन, विश्वासमा चल्छन्। लगभग हरेक घरमा हुने एउटा च्यालेन्ज, एउटा बच्चा लगातार रोइरहेको छ, चुप्नै लाग्दैन। यस्तो अवस्थामा के गरिन्छ होला त? अब हेर्नुहोस्, लजिकले के भन्छ? बच्चालाई फकाउने, माया गर्ने, के भयो भनेर सोध्ने, होइन त? तर परम्परागत तरिका ठ्याक्कै उल्टो छ। त्यो हो अझै रोएस् भने म साँच्चै रुने बनाइदिन्छु भनेर धम्क्याउने। अनि स्रोतले त यो कुरालाई अझै सिधै भनिदिन्छ। हाम्रोमा यदि बच्चाहरू रुन बन्द गरेनन् भने उनीहरूलाई झन् कुटिन्छ। यो त कस्तो तर्क भयो? आगो निभाउन पेट्रोल छर्के जस्तै। ल, अब अर्को एउटा निकै नै प्रचलित घरेलु मान्यता। घरमा कतै उल्टो परेको चप्पल देख्नुभएको छ? देख्दा त सामान्य कुरा लाग्छ, तर होइन, यसको पछाडि एउटा ठूलै विश्वास लुकेको छ। मान्यता के छ भने नि, घरमा चप्पल उल्टो भयो भने परिवारमा झगडा पर्छ, कला हुन्छ। त्यसैले उल्टो चप्पल देख्ने बित्तिकै त्यसलाई तुरन्तै सुल्टो बनाइहाल्नुपर्छ। अब यसको पछाडि कुनै तर्क त छैन, तर घरमा शान्ति होस् भनेर सबैले मान्छन्। अब यति धेरै उदाहरण हेरिसकेपछि मनमा एउटा प्रश्न आउँछ, आखिर यस्तो किन हुन्छ त? रिमोट पिट्नेदेखि लिएर उल्टो चप्पल सुल्टो पार्नेसम्म, के यसको पछाडि कुनै वैज्ञानिक कारण छ? जवाफ हो, यो तर्क होइन, यो त परम्परा हो। यो सबै कुराको पछाडि एउटै शब्द छ, परम्परा। यी यस्ता नियमहरू हुन् जसमा किन भनेर प्रश्न सोधिँदैन, किनकि जवाब सधैँ एउटै हुन्छ। पहिल्यैदेखि यस्तै चल्दै आएको हो। यो तर्कभन्दा पनि भावनाको कुरा हो। ल, अब यस सबै अनौठा कुराहरूको लागि सबैभन्दा अन्तिम र सबैभन्दा शक्तिशाली जवाफ के होला त? जब कुनै लजिकले काम गर्दैन, जब कुनै प्रश्नको उत्तरै मिल्दैन, तब एउटै वाक्यले सबै कुराको जवाफ दिन्छ। र त्यो परम उत्तर हो, हाम्रोमा यस्तै हुन्छ। बस यो वाक्य आफैमा एउटा पूरा जवाफ हो। यसले कुनै तर्क वा विज्ञान खोज्दैन, यो त एउटा सांस्कृतिक पहिचान हो। किनको जवाफ होइन, यस्तै हो भन्ने घोषणा हो। अब अन्त्यमा एउटा प्रश्न सबैलाई, हाम्रो समाजमा पनि यस्ता अतार्किक तर सबैले मान्ने परम्पराहरू के छन् होला? अरूले सुन्दा यस्तो पनि हुन्छ र भन्ने, तर हाम्रा लागि एकदमै सामान्य लाग्ने। एकपटक सोच्नुहोस् त,